हेलो नमस्ते सबैजनालाई। आज फेरि म नयाँ भिडियोका साथ हजुरहरू सबैजनालाई स्वागत गर्न चाहे। आज चाहिँ मैले लिएको छु आलु जिरा पड्काएर बनाएको आलु फ्राई। हजुरहरूलाई कस्तो लाग्छ, हजुरहरूले कसरी बनाउनुहुन्छ, मेरो भिडियोमा हाजिर भएर कमेन्ट गर्नुहोला भन्न चाहन्छु। मैले बनाउने तरिका यसरी छ। टक्क आलु जिरामा माथिबाट छर्र कागतीको रस हालिसकेपछि आलु जिराको स्वादै अर्कै हुन्छ साथीहरू। र हेर्नु है, मैले चाहिँ यसरी बनाएँ। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला भन्न चाहन्छु। साथीहरू, खाना कुनै पनि काम हामीहरूले गर्दै जाँदाखेरि सहजै लाग्छ, सहजै गरिन्छ पनि, बानी हुन्छ। कुनै काम आफूले जान्नेन, आफ्नो हात बसेन भने त्यही काम कति धेरै कठिन लाग्छ, गर्न मन पनि लाग्दैन। यो चाहिँ मलाई चाहिँ खाना बनाउन लाग्ने जाँगरको कुराबाट है। मलाई चाहिँ खानाहरू बनाउन एकदमै मनपर्छ। विभिन्न थरीका खानाहरू बनाऊँ, टक्क घरभरि मान्छेहरू हुनुहुन्छ, बाउन हैन, अनि सबैजनालाई टक्क मैले बनाएको डिसहरू टक्क 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 पारेर प्लेटमा राखेर सर्भ गरौँ, दिउँ है। अनि उहाँहरूले खाँदै अनि मेरो तारिफ गरौँ, यस्तो फिल हुन्छ कि मलाई चाहिँ। हजुरहरूलाई चाहिँ खाना बनाउँदा कस्तो खालको फिलिङ्स आउँछ कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच वाचिङ द भिडियो। लभ यु अल। सबैजनालाई धेरै माया, मिठो सम्झना।